जापानमा फ्री वाइफाई चलाउन शौचालय छिरेका नेपाली युवक पक्राउ। भवन बन्द हुँदा पनि ननिस्किएपछि प्रहरीको फन्दामा। जापानको एक व्यावसायिक भवनको शौचालयमा घण्टौसम्म बसेर फ्री वाइफाई चलाएको आरोपमा 20 वर्षीय नेपाली विद्यार्थी पक्राउ परेका छन्। जापानको फुकुओका सहरस्थित जेआर हाकाता सिटी नामक भवनको 9 तलामा रहेको पुरुष शौचालयमा लामो समय बसेको आरोपमा नवीन भट्ट नाम गरेका नेपाली युवक पक्राउ परेका हुन्। जापानी समाचार माध्यमहरूका अनुसार भट्ट झण्डै 4 घण्टा भन्दा बढी समयदेखि शौचालय भित्रै बसेका थिए। मल बन्द हुने समय भइसक्दा पनि उनी बाहिर ननिस्किएपछि सुरक्षा गार्डले मध्यरातको 12 बजेर 10 मिनेटमा प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार यसअघि गत अप्रिल महिनामा पनि उनी सोही स्थानमा लामो समय बसेका थिए। त्यतिबेला प्रहरीले उनलाई सम्झाइ बुझाइ गरी चेतावनी दिएर छोडेका थिए, तर पुनः सोही गल्ती दोहोर्याएपछि यसपटक उनी पक्राउ परेका हुन्। पक्राउ परेपछि भट्टले प्रहरी समक्ष आफ्नो गल्ती स्वीकार गर्दै अचम्मको बयान दिएका छन्। उनले भनेका छन्, म फ्री वाइफाई चलाउनका लागि मात्र शौचालय छिरेको थिएँ। त्यही समयमै बाहिर निस्किने सोचेको थिएँ, तर चलाउँदा चलाउँदै त्यही भुसुक्कै निदाएछु। हाल ती नेपाली युवकमाथि अनुमति बिना अवैध रूपमा व्यावसायिक भवनभित्र प्रवेश गरेको कसुरमा जापानी प्रहरीले थप अनुसन्धान गरिरहेको छ।